आज हामी तपाईहरुको माझमा सदा चाहिँ आज पनि उपस्थित भइसकेका छौं। आज चाहिँ सदाको भन्दा अलिकति फरक विषयवस्तुमा हामी कुराकानी गर्दै छौं। यति बेला तपाईहरुले देखिरहनु भएको छ, देखिसक्नु भएको छ, मसँग एकजना व्यक्तित्व हुनुहुन्छ। यस्तो व्यक्तित्व हुनुहुन्छ, म उहाँको त्यो व्यक्तित्वप्रति चर्चा परिचर्चा गर्नुभन्दा पूर्व म आजका हाम्रा पाहुना, हाम्रा चाहिँ गेस्टको परिचयतर्फ लाग्न चाहन्छु। दाजु नमस्कार। नमस्कार। आरामै हुनुहुन्छ है? एकदम। आज हामी भेटघाट भएका छौं, सन्चै हुनुहुन्छ? एक सन्चै। ठीक छ। लगभग कतिपय हामीलाई हेरिरहनु भएका दर्शकहरूले त लगभग चिनिसक्नु भएको छ होला, तर कतिपय नयाँ पनि हुन सक्नुहुन्छ। तपाईको आफ्नै मुखार बिन्दुबाट आफ्नो परिचय दिनुस् न। नमस्कार। मेरो नाम धर्मराज बुढामगर। हाल चाहिँ म रोल्पा नगरपालिका वडा नम्बर 9 को वडा सदस्य। धन्यवाद हजुर। पक्कै पनि तपाई हाम्रो जनप्रतिनिधिको रूपमा पनि अहिले कार्यरत हुनुहुन्छ रोल्पा नगरपालिका वार्ड नम्बर 9 मा। आज ट्याक्कै चाहिँ संजोगले बिदाको दिन पारेर भेटघाट हुने अवसर जुर्यो। मैले आज तपाईहरुको माझमा उहाँसँग हामी के विषयमा कुराकानी गर्दै छौं भनेपछि यहाँ तपाईहरु देखिरहनु भएको छ, यही सारङ्गीको बारेमा चाहिँ कुराकानी गर्न लागिरहेका छौं। पक्कै पनि यो चाहिँ उहाँले आफै चाहिँ निर्माण गर्नु भएको हो। यसको विषयमा यो कसरी बनाउनु भयो, यो बनाउने चाहिँ तपाईलाई त्यो सिप अथवा चाहिँ त्यो प्रेरणा कहाँबाट प्राप्त भयो भन्ने विषयमा चाहिँ हामी थोरै कुराकानी गर्छौं। सर्वप्रथम त तपाईले यो बनाउने कसरी चाहिँ सुरुमा कसरी चाहिँ सोच पलायो, यो छोटो रूपमा भनिदिनुस् न। अब खासमा अब त्यति कला नभए पनि चाहिँ यस्तो पुरानो हाम्रो पुर्ख्यौली जो सम्पत्तिहरू छ तिनीहरूलाई चाहिँ देखाउनको लागि भए पनि बनाउनु पर्छ भन्ने चाहिँ त्यो रहरले यतिकोसम्म बन्यो हैन। अब अलिकति बनाउँदै जाँदा यतिकोसम्म भयो, अब बजाउनै सिक्नुपर्छ भन्ने हिसाबले म हल्का बजाउनै सिकिरहेको छु। हजुर। लगभग अब केही अर्को भिडियोमा म हल्का तपाईँहरूलाई पनि सुनाउने छु। खासमा चाहिँ यो परम्परागत बाजाहरूलाई चाहिँ देखाउनकै लागि भए पनि अब घरमा सजाउनकै लागि भए पनि बनाउनु पर्छ भन्ने हिसाबले मैले चाहिँ यो कपी युट्युबहरूबाट हेरेर कपी गरेको हो। जे भए पनि अब चाहिँ म तपाईँहरूले चाहेकै डिजाइनमा बनाउन सारङ्गीहरू चाहिँ बनाउन सक्छु। यो चाहिँ मेरो पहिलो प्रयास हो। यतिकोसम्म पहिलो प्रयासमै यति राम्रो बनाउनु भएको छ। आदरणीय दर्शकबिनहरू, तपाईहरूले देखिरहनु भएको छ। तपाईहरू कसै सारङ्गी वादक बन्ने चाहिँ इच्छा छ, सारङ्गी बजाउन रुचाउनुहुन्छ भने हामी डिस्क्रिप्सनमा नम्बर छोड्नेछौँ, कृपया उहाँलाई सम्पर्क गर्न सक्नुहुनेछ। यो एउटा तयार बनाउन लगभग कति जति समय लाग्छ? यसको समय भने नियमित बनायो भनेपछि यसको अब कस्तो खालको डिजाइन मेन कुरा, अब यो पनि सारङ्गी जस्तो नै बज्छ, राम्रै बज्छ, तर पनि यसमा जति देखिनु पर्ने यसको लुक्स हुन्छ आकर्षण, मान्छेलाई यो बज्ने मात्रै भन्दा पनि आकर्षक चाहिँ चाहियो। त्यो हिसाबले गर्दा अब यतिकोसम्म बनाउनलाई त 4-5 दिनमा लगभग भइहाल्छ। योभन्दा अलि आकर्षक डिजाइनहरू भर्ने हो भने अझै टाइम लाग्छ। ठिक छ दाइ, यो समय दिनुभयो, यो समयको लागि तपाईँलाई विशेष धन्यवाद। यसलाई चाहिँ बेच्नु पर्यो भने यसको मूल्य तपाईँले लगभग कतिसम्म चाहिँ दिने चाहिँ सोच बनाउनु भएको छ? कसैलाई चाहियो भने कतिसम्म तयार हुन्छ र यो चाहिँ कतिसम्म दिन सक्नुहुन्छ? यतिकोसम्म चाहिँ अब 6-7 हजारसम्म पर्ला। किनभने 4-5 दिन बनाउनु लाग्छ। यसमा अब आवश्यक सामानहरू के खरिद गर्नु पर्यो, किन्नु पर्यो होइन। त्यसले गर्दा यतिकोलाई 6-7 हजार। अब तपाईँहरू जस्तै ग्राहकले चाहेकै डिजाइनमा बनाउनु पर्यो भने त्यसको चाहिँ त्यसमा मोडेल अनुसार चाहिँ डिजाइन अनुसार त्यो अनुसार अब 6-7 हजार 8-10 हजारसम्म जान सक्छ। जे भने बजारको भन्दा सस्तो नै पर्छ। पक्कै पनि हो। बजारमा लगभग त मैले पनि अनलाइनतिर चाहिँ थुप्रै बुझेको थिएँ, लगभग 10 हजारदेखि न्यूनतम, योभन्दा पनि अझै सानो साइजकोलाई पनि 10 हजारदेखि सुरु हुन्छ भन्ने मैले चाहिँ सुनेको थिएँ। त्यो जानकारी पाएको थिएँ भने यसलाई चाहिँ 5 देखि 6 हजारसम्म पनि दिन सकिन्छ भन्ने खालको कुरो उहाँले गर्नुभयो। उहाँको यो कलाप्रति हामी सम्मान गर्दै यो भिडियो सामग्री बनाएका छौँ। तपाईहरूलाई पनि
यस्तै आवश्यक पर्छ भने कृपया सम्पर्क गर्न सक्नुहुनेछ, त्यहाँ हामी नम्बर राख्नेछौँ। र फेरि यस्तै यस्तै भिडियोहरू हेर्नको लागि हामीसँग जोडिनु होला भन्दै यो समयको लागि दाइलाई विशेष धन्यवाद। आफ्नो व्यस्तताको बावजुद पनि मलाई समय निकालिदिनु भयो। अन्त्यमा तपाईँको केही छ, यो बारेमा केही छ भने छोटकरीमा भनिदिनु होला। अब त्यति धेरै भन्नुपर्ने कुरा त खासै छैन, सबै कुरा तपाईँले भनिसक्नुभयो। म यति भन्न चाहन्छु, अब सर्वप्रथम त तपाईँले अब मेरो यो पहिलो प्रयासलाई यति चाहिँ सम्मान गरेर यति चाहिँ एउटा मौका दिनुभयो तपाईँले प्रचार गर्ने, त्यसको लागि तपाईँलाई धन्यवाद। अरू अब बजारमा पाइने भन्दा अब मैले चाहिँ लगभग आधा नै सस्तोमा तपाईँहरूले चाहेकै डिजाइनमा चाहिँ म लगभग अब तयार गर्न सक्छु। चाहिएको खण्डमा सम्पर्क गर्नुहोला, यति भन्न चाहे। हस्, धन्यवाद।